सिन्धुपाल्चोकबाट निस्केको मान्छे म जिल्लाको निस्केको मान्छे 1 महिना भोलिन्टियर गरेको छु र गर्दै आउँदा अहिलेसम्म कोही महिना 4 महिना गरी होला कोही 3 महिना गरी हैन गर्दै आएको छु। त्यसकारण अलिकति शान्तै मनसम्मकै आज चाहिँ के अरे पदाधिकारीज्यू पनि हुनुहुन्छ, म एउटा फेको फन्डको पनि भएको हुनाले जिल्ला महासङ्घको उपाध्यक्ष भएको नाताले म केही कुराहरू चाहिँ राख्न चाहन्छु। पालिकाले नै आयोजना गरेको छ, पालिकालाई पनि केही सुझाव हुन आउन सक्छ यसमा है। अब यो अहिले के छ भने अब हाम्रो ईश्वर साहबले पनि भनिसक्नु भएको छ, आगो लाग्ने चाहिँ अलिकति डेन्जर जोनहरू चाहिँ कुन कुन क्षेत्र पर्न सक्छ भन्ने कुरा नै आएको छ र विभिन्न सङ्घ संस्थाहरूले तालिमहरू पनि ठाउँ ठाउँमा चलाइ पनि रहेका छन्। सायद तपाईँ हामी यो दुःख गरेर काम गरेको नाम पनि आउँदैन, त्यहाँ कोही काठमाडौँ बस्नु पर्छ है। अब यही डडेलोको कुरामा चाहिँ बैठक थाइल्यान्डले बोलायो नेपालबाट एकजना, त्यो पनि कहाँको गयो काठमाडौँ गयो हामीले थाहै पाएन कुरा हुन्छ। त्यसकारणले गर्दाखेरि हामीले एउटा कुरा चाहिँ अब आफ्नो गाउँ आफ्नो ठाउँ बनाउने कुरा कसको जिम्मेवारी भन्दा हाम्रो हो क्या हो कि न। ल भन्नु साथीहरू भन्नुहोस् बनाउने कि नबनाउने अब बनाउने। अहिलेसम्म 77 देखि यो 79 80 सम्म जति डढेलो लाग्यो, तर अब यो 81 को उसमा चाहिँ हामी हाम्रो मन बचाउने कि नबचाउने ल भन्नुहोस् तपाईँ अनि मात्रै लाग्ने कि नलाग्ने। यो फर्केर कहाँ आउँछ भन्दा सामुदायिक वन समितिमै आउँछ। पहिलो दायित्व कसको भन्दा उसकै हो। अब यो दायित्व हामीले पुरा गर्यौँ कि गरेन भन्नुहोस् त साथीभाइहरू, कति गरे हामीले त्यो छैन। पूर्व तयारी हामीले केही गरेका छौँ, अहिले पनि चाहिँ गरिबस्नु छ, पानी परेको छैन, कुन बेलादेखि परे हाम्रो जङ्गलबाली सुक्खा छ, खरहरू चाहिँ पुरा चाहिँ सुकेर आएको छ, जमिन सुकेको छ, अनि त्यसपछि पत्करहरू चाहिँ पोहोर परार काहीँ नलागेर है त्यो पनि बाँकी छ त्यो। अनि हामीले काहीँ चाहिँ अग्निलाई पहिला गरेर त्यसलाई पनि सक्नु गरेका छैन। अहिले पनि हामीले पूर्व तयारी अर्को सिमानाबाट चाहिँ खनन त अग्निरेखा बनाएर राख्नु, बाइचान्स अर्को वनबाट आयो भने मेरो मनमा त जाँदैन भनेर हामीले केही तयारी गर्यौँ त। साधारण सभा मिटिङहरू बसेर ल यो गोदार गर्यौँ भनेर हामीले भन्यौँ त भनेन। हामीले घर बनाउँछौँ, काठ प्रयोग गर्ने होइन फलामे प्रयोग गर्छौँ, हार्मोनियमै प्रयोग गर्छौँ। अब स्थानीय सरकारले घर बनाउने कुरामा अनिवार्य काठ हाल्नुपर्छ भनेर लागू गर्नुपर्छ यो गाउँपालिकाबाट। त्यो भयो भने वनका ती